हेलो गाइस, नमस्ते सबैजनालाई। आज चाहिँ हामी चटपटी खाँदैछु। खाइला गाइस, खाइला। Cheers. चिया बनाउने भाडामा चाहिँ काम मेरो कस्टमर ल्याउने काम तपाईँ एकदम बोल्नु आउँदैछ नि त स्पेशल चाय मैले त बानी साह्रै नरम छ अगाउँदै गएपछि के पुग्दैन मलाई त सब पुग्यो अहिले त खोर्सानी झन् साह्रो पर्यो त्यो खोर्सानी त एकछिन पछाडि चाहिँ पिरो हुँदो रहेछ कि उयो कलिलो थियो हेरेर खाऊ खोर्सानी नखाऊ हेरेर खाएर हो कोही खोर्सानीहरू छेउमा खा। म टमाटरहरू मन पर्दैन क्या मेरो घरमा कस्तो परेछ चटपटी भन्ने गम खानु पर्छ। पिरो नखाए चाहिँ बुझ्दैन होइन कसरी खानु अरे बिस्तारै बनाउनु पानी पनि छैन तिम्रो टिस्यु कहाँ थियो त जान्छ छैन टिस्यु मैले तन्के न ए मलाई चाहिँदैन अहिले गाइस पिरो छैन भनेर खोर्सानी तिन नेत्र बलिसक्यो खानु दे थपेर खानु दे यो चाहिँ मलाई कामै सुन्नु छोडे भनेर नि त्यस्तो भयो क्या ऊ भनेको यतापट्टिको कामै कस्तो भयो यो होला होइन त्यहाँ खोर्सानी राख्नु आएर खानु न है खाँदैन थोरै मलाई मन पर्दैन त्यो चाहिँ एकचोटि उसको लागि मात्रै पुगेको भयो रमाइलोको लागि मात्रै हो काट्दै हाल्नु है देखाउनु यो भाडा पनि खोर्सानी राख्नु भएन खोर्सानी त्यही माथि राख्दैन हुन्छ हौ मोटामोटी खोर्सानी खाएको गिभ अप पनि गर्नु सकेछु नि तपाईँले मेरो माछा खाँदै हाल्नु भएछ हौ त्यो दियो हामीले 2-3 चोटि थपिसक्यो दिदीले एकचोटि पनि तपाईँलाई म चाहिँ कम्पिटिसन गर्नु त्यो पनि सकेको छुइनँ मैले होइन कम्पिटिसन क्या मसँग कम्पिटिसन खेल्नु होइन खानासँग खेल्नु क्या यस्तोसँग होइन तर खानामा पनि कहिले खाना त खाने नै हुनु खाना पनि तपाईँलाई म जित्छु खानामा त म लेखेर दिन्छु दुईजनाको मै जित्छु तर तरकारी चाहिँ मिठो हुनु पर्यो
खानुको लागि दुःख गर्ने हो, खाने हो, मिठो खाने हो। हो भने हो मलाई चाहिँ मिठो बनाउन अझै दिँदाखेरि त जस्तो पनि खाइन्छ, आफूसँग छँदै छैन भन्दा पानी उमालेर भए पनि खाइन्छ। तर खाने भइसके पछाडि चाहिँ खानुको लागि दुःख गरिन्छ। सो खाना चाहिँ मिठै खाने हो। ल गाइस म चाहिँ खाएन। चाहे मलाई राम्रो भन्नु, चाहे नराम्रो भन्नु, लास्टमा भाँडामा खाने खानु चाहिँ मिठै हो। फाइनली बल्ल सक्यो मैले चाहिँ मेरो भाग। त्यो पनि टमाटरहरू छुट्याउँदा मेरो आँखा फरफरेर कस्तो हे भगवान। आजको दुधेर रातभरि टोइलेटमा बस्दै माएर कस्तो मैले अरू छैन कि कोही कस्तो जाडो भएको हुन्छ क्या दुईजना चाहिँ पछि हेर गाइस। मेरो चाहिँ अझै पनि बाँकी नै छ टमाटरहरू होइन। सो फाइनली हामीले चाहिँ खाइसक्यौँ। यस्तो डोलमा के भन्न चाहनु? म चाहिँ देखाउने क्या मैले कतिवटाको सकेँ भनेको चाहिँ मेरो चाहिँ यो 3टै सकेको मैले। तिम्रो चाहिँ एउटा एकचोटि दुईचोटि तिनचोटि भनेपछि डेन्जर छु कि हो डेन्जर म है नर्मल लास्ट सक्दैन नि फेरि मलाई है। ओके गाइजहरू, हाम्रो चाहिँ अब आजको चटपटीको भिडियो पनि सकियो, चटपटी पनि सकियो गाइज होइन। अब फेरि अर्को भिडियोमा आउनेछौँ अर्को खानेकुरा लिएर।